बँदेल आम्मा यार बँदेल त कस्तो खालको हुँदो रहेछ हौ बँदेल त यस्तो हुँदो रहेछ यो चाहिँ बँदेल हो यो कुन चाहिँ हेर नि यो चाहिँ बँदेल होइन नि है भाइ होइन यो कालोहरू त यो खैरोहरू चाहिँ बँदेल हो यिनीहरू चाहिँ बँदेल होइन हेर नि यो चाहिँ बँदेल हो कस्तो हुँदो रहेछ काठमाडौँबाट आउँछ यो सुरुमा के जङ्गलबाटै लिएको हो कि जङ्गलबाटै ल्याउनु जङ्गलबाट आफै उम्केर आएछ कि त आफै उम्केर आएको अनि भिड लाग्यो होइन अनि भिड लाग्यो होइन यिनीहरूको भाग्य होला नभए त कहाँ दिन्छ र पालो दिँदैन यो बँदेल दिन्छ अनि त्यहाँ तर सबैले फोटो खिच्दै लाँदै गर्छ कति थुप्रो नि त यो त बँदेलको माउ रहेछ है यस्तो हुँदो रहेछ नि तर छिट्टो बढ्दो रहेछ के बढ्नु त कस्तो हुँदो रहेछ फार्ममा हेरेको होला नि बँदेलहरू जेठा होइन हजुर हेर्छ होला नि सुँगुर त बिपी चाहिँ यत्रो ठुलो रहेछ पाठाहरू पनि यहाँ दुईटा ठुलो बाफ्रे नयाँ कत्रो हौ बँदेल चाहिँ अब्बर क्या बँदेल आमा बँदेल हेर आमा धारै फर्किएको मासतिर धारै फर्किएको यसको त धारा कत्रो माथि बँदेल हेरौँ यहाँ फेरि चाटो खायो